प्रचण्डहरूले पनि प्रत्यक्ष कार्यकारी भनेरै 17,000 मारे, सुशासन यही दुईटा कुरा भनेरै मारेको होइन। त्यसपछि अनेक तरिकाले आए। अहिले भर्खर हेर्नु राष्ट्रपा घोषणा पत्रमा पनि त्यही छ होइन। अनि रापरपाको पनि त्यही छ, कुलमानको पनि त्यही छ, र बालेनको पनि त्यही हो, हर्केको पनि त्यही, दुर्गाको पनि त्यही। भनेपछि त सबैको माग त एउटै छ होइन र। अनि यो यति शक्तिले चाह्यो भने अहिले भर्खरै पनि हुन्छ कि होइन। जस्तो त्यो प्रधानमन्त्री हुने बित्तिकै सबभन्दा खतरा प्रधानमन्त्री अहिलेको हुन्थ्यो कि सायद बाले नै भएको हुन्थ्यो, फरक पर्थेन। तर सुशीला आइसके पछाडि पनि अब कस्तो भइदियो भन्दा यिनीहरू डरपक खालको भइदियो कि। म अस्ति हेर्दाखेरि सुशीला आमालाई भेट्दाखेरि अब जाने बित्तिकै त ह्यान्डसम छ रे, अब कस्तो कुरा गरे अब होइन। प्रधानमन्त्रीले भन्यो अब के भन्नु होइन, जिन्दगी भइरहेको थियो मलाई होइन। फेरि मैले फर्स्ट टाइम भेटेको पनि होइन, मैले 10चोटि प्रधानमन्त्री भन्दा अगाडि नै भेटेको थिएँ कि। जस्तो म भद्रक अमारेको जन्मदिन मनाउँदा हामी सँगै थियौँ, हामीले पनि बोलाएर ल्याएको थियौँ, युवा संसदको प्रोग्राम पनि सँगै, धेरै खुसी बनाउनु खोजे होला मान्छेरी अब भनौँ न त। तर अनि म त त्यसका लागि भन्दा पनि त म घाइतेहरू बोकेर गएको थिएँ, शहीदहरू 1-2 जना तोहरू बोकेर गएको थिएँ नि त। अनि तोहरू जाँदाखेरि चाहिँ तर उहाँहरूको चाहिँ जस्ट पहिलासम्म मलाई दुःख लागेको। पहिला त प्रधानमन्त्री बनाउने बेला नै हामी त्यही थियौँ, बनाइसकेको थियौँ। जब प्रधानमन्त्री बनिसकेपछि मलाई चाहिँ ठुलो एक्सपेक्टेसन, जनतालाई पनि ठुलो एक्सपेक्टेसन थियो कि। किन भन्दाखेरि जनताले चुनाव त्यति साह्रो इम्पोर्टेन्ट थिएन कि सर। अहिले पनि चुनाव त्यति साह्रै चाहना छैन क्या सर है। पहिला चाहिँ सुशासन होस्, भ्रष्टाचारीहरू ड्याङ्की ड्याङ जेल जाउन् होइन। संविधानमा 2-3टा कुराहरू फेरि पनि धेरै कुरा होइन। सोच्नु न, 46 सालमा नयाँ संविधान लेखियो, 63 सालमा 62-63मा नयाँ संविधान लेखियो। त्यसपछि पनि भनौँ न त बारम्बार रूपमा चाहिँ यति धेरै 19 जना मात्रै मर्यो भने त 62-63मा होइन र। अनि अहिले चाहिँ यो 82 सालमा यत्रो ठुलो विध्वंस भएको थिएन नि त त्यतिखेर, यति धेरैजना मरेको थिएन नि त त्यतिखेर। यत्रो ठुलो भइसक्यो जब 3टा कुरा फेर्न नसक्ने संविधानमा, एउटा प्रदेश कार्य, प्रत्यक्ष कार्यकारी, विदेश नागरिकलाई मत दिन्छु भन्न त इजिली मिल्ने कुर्ने कुरा हो नि त होइन र। तर यति पनि गर्न नसक्नु भनेको चाहिँ साह्रै लाचारीपन हो। र अर्को दुःख लागेको कुरा, नयाँ शक्तिहरू पनि जो यो पहिला माग पुरा गरौँ न, प्रत्यक्ष कार्यकारी होस्, 5 वर्षलाई चलाओस्, सरकार चलाओस्, आनन्दले चलाओस् होइन। रवि नै आउन्, कुलमान नै आउन्, बाले नै आउन्, हामीलाई के आपत्ति छ। देश राम्रो चल्नु पर्यो, सुशासन हुनु पर्यो, भ्रष्टाचार हुनु भएन, शिक्षा स्वास्थ्य फ्री हुनु पर्यो, किसानलाई चाहिने कुरा पाउनु पर्यो। अनि किसानको उत्पादन खरिद गर्दैन, सरकारले ग्यारेन्टी दिनु पर्यो। 14 खरबको आयात गरेर 1 खरबको निर्यात गरेर देश बन्दैन नि त है।